फेरि पनि सबैलाई स्वागत छ। पानी पर्न लागिरहेछ हैन। साथी र म चाहिँ आज यहाँ मार्केट आएको। मार्केट पुरै सबै बन्द छ हो। आज आइतबार यहाँ बिदा छ नि त। अनि यो चाहिँ डेटेङका सिटी हो हैन, गाउँ वा सिटी के भनौँ। तर कोही छैन क्या रोडमा मान्छे क्या। दिउँसै तर्साउने जस्तो क्या हुन्छ नि। यहाँ त दिउँसै किडन्याप गर्लान् भन्न डर क्या। अब एकदम गाउँ पुरै खाली छ है। अनि गाउँ पुरै खाली छ। हामी यहाँ एउटा मार्केट आएको हो हैन। अब यो मार्केटमा चाहिँ अहिले पुरै खै अब मान्छे छैनन्। एउटा त्यहाँ एउटा ग्रोसरी सप थियो, अनि त्यो ग्रोसरी सप गएको त्यो पनि बन्द रहेछ। अब हामी एउटा लिफ्ट मागौँ भनेर सोचिरहेको छु मैले। अनि अब हिँडेर त आधी घन्टै लाग्छ। अनि यहाँ खासै साधनहरू पनि चल्दैन। अनि हामीसँग त्यस्तो केही पनि छैन। जहाँसम्म लाग्छ अब लिफ्ट दियो भने लिफ्ट चढ्ने हो, नत्र पाउरोटी टोक्दै हिँड्दै जाने हो है त। यहाँ एउटा स्टोर आएको हैन। अब स्टोरै बन्द रहेछ। हामी स्टोर खोजिरहेछौँ होइन। अब रोडमा त मान्छे हुँदैनन्। यत्रो सिङ्गो गाउँ छ, सब खाली छ यार, कोही मान्छे छैनन्। अनि सम्बुरमा चाहिँ आज स्टोर आएको, अलिकति सामान सकिरहेको छ। अनि त्यही सामान किनौँ भनेर स्टोर आएको। अनि यो चाहिँ गाउँ नै पुरै खाली छ हो। युरोप हो यो होइन। पसल आएको, पसल बन्द रहेछ। अनि रासन पानी किन्न आएको, पसल बन्द रहेछ। अनि हामी चाहिँ अर्को पसल खोजिरहेछौँ। अनि हेरौँ, यो गाउँ चाहिँ पुरै नेपालमा भएको भए त अब मान्छेहरू हुन्थ्यो नि त यता त्यता। तर यहाँ चाहिँ कोही छैन, पुरै खाली छ कि। अनि त्यस्तो छ। शम्भु छिटो दौड्यौ त खै। तिम्रो तिमी फ्रान्स लाउरेमा हुने नहुने म यहीँ चाल पाउँछु ल। फ्रान्स लाउरेमा हुने नहुने म यहीँबाट चाल पाउँछु। खोटाङको झिल्के राई आयो है। खोटाङको झिल्के राई आछ दौडेर। काउबय हो नि त रोमानियामा। अनि लडेको छ। ल तिमी पास रोमानिया छौ। अब फ्रान्स गएर फ्रान्स लाउरेमा तिमी पास है साथी। आज चाहिँ हल्का घाम लागेको छ। अनि हामी चाहिँ झिल्के केटो र म राई केटो र झिल्के केटो यो डेटेङका सहर घुम्न आइरहेछौँ। एउटा यहाँको ग्रोसरी जाउँ भनेको होइन। सबैतिर महँगै छ है साथी। धेरै साथी अनि धेरै महँगो छ। अनि हामी चाहिँ एउटा यही हो पसल है, पसल अगाडि हो। अनि यहाँ चाहिँ मान्छेहरू रोडमा हिँड्दैनन्, गाडीमा हिँड्ने भएर होला। अनि हामी चाहिँ यसरी सामान किन्न आइरहेछौँ है। गरिब